हामी ट्रान्सफर्मेसन ट्रेनिङ सेन्टरको तर्फबाट तपाईहरु सबैजनालाई स्वागत भन्दछौँ। रोमी 12 को 2 ले भन्दछ, Let God transform you into a new person by changing the way you think. यदि हामी रूपान्तरित व्यक्ति बन्न चाहन्छौँ भने हाम्रो मनलाई नवीकरण गर्न आवश्यकता छ। मनलाई नवीकरण गर्नको निम्ति तालिमको आवश्यकता छ। यसकारण हामी ट्रान्सफर्मेसन ट्रेनिङ सेन्टरले 3 महिने तालिम तपाईको अगाडि लिएर आएका छौँ। यो 3 महिने तालिम भित्र पनि यो 3 वटा छुट्टै ट्रेनिङहरू उपलब्ध छ। पहिलो सुरु ट्रेनिङ वर्शिपको ट्रेनिङ। विशेष गरेर तपाई वर्शिपको सेवकाईमा हुनुहुन्छ, अगाडि बस्नुहुन्छ स्टेजमा अथवा पछाडि बसेर साउन्ड मिलाउनुहुन्छ भने यो तपाईको लागि हो। तपाई आउनुस्, बाइबलले शिक्षा आराधनाको विषयमा तपाईले बाइबलले शिक्षा पाउनुहुनेछ। अनि दिउँसोको कक्षाहरूमा व्यवहारिक शिक्षाहरू, ड्रम्सको, गिटारको, म्युजिकको, थ्योरीहरू अनि सङ राइटिङ अनि सबै कुराहरू तपाईलाई सिकाइनेछ। अब दोस्रो तालिम भनेको चाहिँ लिडरशिपको तालिम। यदि तपाई अगुवाईपनमा हुर्कदै हुनुहुन्छ, अझै अगुवाई गर्ने मौकाहरू खोज्दै हुनुहुन्छ, यसमा हुर्कन चाहनुहुन्छ भने यो तालिम तपाईको लागि हो, जहाँ तपाईलाई व्यवहारिक रूपमा अगुवापनको विषयमा तपाईलाई शिक्षा दिइनेछ। र तेस्रो तालिम भनेको चाहिँ मिडिया स्कुल, जहाँ चाहिँ तपाईले क्यामेराको विषयमा अनि फोटोग्राफीको विषयमा, भिडियोग्राफीको विषयमा, एडिटिङको विषयमा अनि सोशल मिडियालाई कसरी तपाईले प्रयोग गरेर सुसमाचारको निम्ति चलाउन सक्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईहरुलाई सिकाइनेछ। हामी एकदमै खुसी छौँ, विशेष एकदमै पोख्त व्यक्तिहरू, अनुभवी व्यक्तिहरू, परमेश्वरमा दिलो ज्यानले सेवाकाई गर्ने व्यक्तिहरूबाट चाहिँ यो तालिम हामीले तपाईहरुको लागि लिएर आएका छौँ। तपाईले देख्न सक्नुहुन्छ हामी यो ठाउँमा छौँ अनि यो नयाँ भवन बनिसकेको छ। तपाईहरु नयाँ भवनमा हामी स्वागत भन्दछौँ, तपाईहरुलाई यहाँ भेट्नेछौँ। सबैजनालाई जय मसीह।